विजय सुनिश्चित छ। उहाँको धेरै बहुमतले जित्नुहुन्छ। यो हावा उन्डरीमा भनेर हुँदैन। उहाँ दुश्मनहरूले उहाँको भिजनलाई मन पराएनन्। उहाँ चाहिँ राष्ट्र मात्रै होइन अन्तर्राष्ट्रिय नेता हो भन्ने कुरा सी जिनपिङसँग भेटेर उहाँले पुटिनसँग भेटेर जुन नेपालको समस्या जुन तरिकाले राख्नुभयो त्यो राखेको दुश्मनलाई मन नपरेर त्यो समस्यालाई उहाँ नेपालको मात्रै नेता होइन विश्वको विश्व स्तरीय नेता हो भनेर हामीले न्याय गर्नुपर्छ। उहाँलाई अन्याय परेको छ। नेपाली जनताले भोट दिएर 5 नम्बरका जनताले भोट दिएर उहाँलाई न्याय गर्नुपर्छ। देशलाई पनि न्याय गर्नुपर्छ। देशलाई पनि अन्याय परेको छ। यो ठुलो संकटमा देश पनि छ। उहाँलाई पनि हामी नेपाली जनतालाई पनि अन्याय परेको छ। उहाँ पनि प्रधानमन्त्री त्यत्रो विकास गरिरहनु भएको थियो। उहाँलाई पनि अन्याय छ नि। उहाँले पनि न्याय पाउनुपर्छ। उहाँले ऋण लाउनु भएको छ नेपाली जनतालाई। यो ऋण चाहिँ तिर्नुपर्छ। सबै नेपाली जनताहरू मिलेर उहाँलाई भोट दिएर प्रधानमन्त्री बनाएर ती जलाउनेहरूलाई विदेशीबाट परिचालित जुन योजनाबद्ध तरिकाले चलेका छन् तिनीहरूलाई चाहिँ हामी नेपाली जनताहरूले चाहिँ तिनीहरूलाई चाहिँ प्रतिकार गर्नुपर्छ। तिनीहरूलाई चाहिँ पत्तासाफ गर्नुपर्छ र विचार र सिद्धान्त जे छ उहाँको आज नेपाली जुन विचार र सिद्धान्तमा उहाँले चलाउनु भएको छ नेपाललाई त्यही विचार र सिद्धान्तमा उहाँको भिजनमा जुन उहाँ दुश्मनहरूले उहाँको भिजनलाई मन पराएनन्। उहाँ चाहिँ राष्ट्र मात्रै होइन अन्तर्राष्ट्रिय नेता हो भन्ने कुरा सी जिनपिङसँग भेटेर उहाँले पुटिनसँग भेटेर जुन नेपालको समस्या जुन तरिकाले राख्नुभयो त्यो राखेको दुश्मनलाई मन नपरेर त्यो समस्यालाई उहाँ नेपालको मात्रै नेता होइन विश्वको विश्व स्तरीय नेता हो भनेर पुटिन र उहाँ सी जिनपिङले पुष्टि गरेको अवस्थामा दुश्मनलाई यो कुरो नपचेर दुश्मन सारा लागेर आज उहाँको विरुद्धमा उहाँको भिजनको विरुद्धमा नेपाली जनताको विरुद्धमा जुन आक्रमण भइरहेछ त्यो आक्रमणको विरुद्धमा नेपाली जनताहरूले उहाँलाई भोट दिएर 5 नम्बर क्षेत्रका नेपाली जनताले र सम्पूर्ण नेपालभरिका जनताहरूले 165 मा 150 सिट भन्दा बढी जिताएर उहाँलाई चाहिँ तपाईको नेकपा एमालेलाई उहाँ प्रधानमन्त्री पूर्व प्रधानमन्त्री खड्गवलीलाई 60-70 हजार भन्दा बढी मत ल्याएर यहाँ जित्नुहुन्छ भन्ने हामी 5 नम्बर क्षेत्रका जनताहरूले आशा गरेका छौँ। त्यसो हुँदाखेरि उहाँको विजय सुनिश्चित छ। उहाँको धेरै बहुमतले जित्नुहुन्छ। यो हावा उन्डरीमा भनेर हुँदैन। हावा उन्डरीमा आएर हुँदैन। त्यसले गर्दाखेरि अत्यन्तै बहुमत ल्याएर उहाँले जित्नुहुन्छ। जिताउनुपर्छ। हामीले देशलाई जिताउनुपर्छ। उहाँले जित्नु भनेकै देशले जित्नु हो। त्यसले गर्दा यति भन्दै मेरो राख्ने धन्यवाद। मावलाको हजुरआमा 102 वर्षमा खस्नु भएको केही भएको थिएन काम। म पनि 90 91 92 मा हिँड्दै हिँड्नुहुन्छ उहाँ हिँड्नुहुन्छ दुध पकाउँछु भात पकाउँछु छोरा बुहारीलाई खुवाउँछु।